हालेलुया। परमेश्वरलाई महिमा भएको होस्। फेरि पनि परमेश्वरले यसरी यो सुन्दर समय दिनुभयो अनि म परमेश्वरलाई धन्यवाद दिन्छु। परमेश्वरको वचन साँच्चै नै महान छ अनि हामी हरेक समय हामी खाँदा बस्दा हिँड्दा डुल्दा हामी वचनद्वारा नै हामी सुरु गर्छौँ। म परमेश्वरलाई धन्यवाद दिन्छु। अनि फेरि पनि यो बेलुकीको साँझमा हामी परमेश्वरको वचनलाई हामी अध्ययन गर्नेछौँ, हामी हेर्नेछौँ। साँच्चै नै परमेश्वर महान हुनुहुन्छ प्रिय मण्डली। किनभने परमेश्वरको वचनले भन्दछ तिमीहरू चाहिँ महान हौ जब तिमीहरूले परमेश्वरको आज्ञालाई तिमीहरू मान्छौ र परमेश्वरमा तिमीहरू हिँड्छौ भन्ने चाहिँ तिमीहरू सबैभन्दा महान हुनेछौ। त्यसरी नै चेलाहरूले पनि आज आएर चाहिँ येशूलाई भन्नुभयो स्वर्गको राज्यमा चाहिँ सबैभन्दा महान चाहिँ को हो। जब तपाईँले मत्तीको पुस्तक 18 अध्याय जब तपाईँले 2 पदमा हेर्नुहुन्छ उहाँले एउटा साना बालकहरूलाई नजिक बोलाएर तिनीहरूका माझमा उभाउनु भयो र भन्नुभयो साँच्चै म तिमीहरूलाई भन्दछु मन परिवर्तन भएर तिमीहरू साना बालकहरू जस्तै भएन भने कहिले स्वर्गको राज्यमा पस्ने छैनौ। हालेलुया। चेलाहरूले आज येशूलाई बोलाएर भन्नुभयो स्वर्गको राज्यमा सबैभन्दा महान चाहिँ को हो। अनि उहाँले के भन्नुभयो तिमीहरू यदि परमेश्वरको राज्यमा सबैभन्दा महान र असल हुन चाहन्छौ भने तिमीले एउटा बालकको जस्तै तिमीले परिवर्तन हुनुपर्छ। मन परिवर्तन हुन्छ। बालक जस्तै तिमीहरू हुनुपर्छ। बालकले के गर्छ? बालक रिसाउँदैन। बालक कहिले पनि मनमा इग राख्दैन। बालक कहिले पनि झगडा गर्दैन। बालकको मनमा कुनै त्यस्तो नराम्रो चिजले त्यस्तो नराम्रो हृदय भएको हुँदैन। बालकले मनमा चाहिँ नराम्रो त्यो विचारहरू राखिराख्दैन बालकले। त्यो परमेश्वरले चाहिँ उदाहरण दिनुभएको छ तिमीहरू चाहिँ बालक जस्तै परिवर्तन हो। यदि तिमी स्वर्गीयको राज्यमा तिमीहरू महान हुन चाहन्छौ भने तिमीहरू बालक झै हुनुपर्दछ। हालेलुया। प्रिय मण्डली आज तपाईँ र म एउटा बालक झै बालकको मन झै जब हामी हुन्छौँ भने नि हामी स्वर्गीयमा सबैभन्दा महान हुनेछौँ। हालेलुया। हामी स्वर्गीयमा सबैभन्दा महान र असल हुनेछौँ। अनि परमेश्वरले पनि त्यही भन्नुभएको छ। येशूले त्यही नै भन्नुभयो सन्देश दिनुभएको छ आज तपाईँ र मलाई स्वर्गीयको राज्यमा सबैभन्दा महान चाहिँ अनि स्वर्गीयको राज्यमा पस्ने पाउने चाहिँ जो चाहिँ एउटा बालक चाहिँ आफ्नो मन परिवर्तन जब गर्दैन जब एउटा बालक चाहिँ ऊ हुँदैन भने स्वर्गीयको राज्यमा ऊ कहिले पनि महान हुन सक्दैन। हालेलुया। परमेश्वरलाई धन्यवाद। यो वचनद्वारा आज हामी धेरै आशिषित हामी भएका छौँ। यो वचनद्वारा हामी आफ्नो जीवनमा हामी लागू गर्नेछौँ। हालेलुया। प्रेज द लर्ड।